मलाई यो धेरैजनाले सोध्ने गर्छन् कि जाडो महिनामा किन यो निमोनिया बढी हुन्छ भनेर। अब यो निमोनिया जाडोमा बढी हुनुको दुई तिनवटा कारण छन्। यो चिसो हावाले चाहिँ ड्राई एयर पनि भन्छौँ हामी होइन। यो ड्राई एयरले चाहिँ के गर्छ भने हाम्रो माथिको सास नलीलाई एकदम सुक्खा बनाइदिन्छ, जसले गर्दा ब्यारियर हुन्छ नि, एउटा अर्गानिजमहरू फाल्ने ब्यारियर हुन्छ नि, त्यसले त्यो ब्यारियर चाहिँ रहन जाँदैन र डाइरेक्ट ब्याक्टेरिया भाइरसहरू चाहिँ एकदमै लङ्समा पुग्नलाई उनीहरूलाई सहिलो हुन्छ। र यो भाइरसहरू पनि जाडोमा के हुन्छ भने यिनीहरू एकदमै चाँडै मल्टिप्लाई हुन्छ। यिनीहरूको लागि यो जाडो समय भनेको चाहिँ यिनीहरूको लागि हेभनै हो, स्वर्ग नै हो कि यो बेलामा एकदमै चाँडै मल्टिप्लाई हुन्छ र यो जाडो समयमा चाहिँ हाम्रो इम्युनिटी पनि अलिकति कम हुने गर्दछ। त्यसले गर्दाखेरि पनि यो निमोनिया जाडो समयमा बढी हुने गर्छ। अब कस्ता मान्छेहरू चाहिँ जोखिममा छन् भनेर सोध्नुहुन्छ भने चाहिँ 60 वर्षभन्दा बढी नागेका, त्यस्तै गरेर अरू रोग भएको जस्तै मुटु रोग भएको, किडनीको रोग भएको, फोक्सोको रोग भएको मान्छेहरूलाई चाहिँ अलि बढी प्रब्लम हुने गर्छ। त्यस्तै प्रेग्नेन्ट वुमन जो गर्भवती छन्, त्यस्तै गरेर बच्चाहरूलाई पनि निमोनिया हुने चान्स बढी हुन्छ। अनि धेरै पेसेन्टहरूले मलाई के सोध्नुहुन्छ भने फ्लू र निमोनिया कसरी छुट्याउने, त हामी फ्लू हो या निमोनिया हो भनेर डक्टर कहाँ चाहिँ कुन बेला जाने भनेर भन्नुहुन्छ कि यदि तपाईँलाई अत्याधिक ज्वरो आउँछ, सास फेर्न गाह्रो हुन्छ, धेरै खकार आउँछ र छाती दुख्छ भने चाहिँ यिनीहरू चाहिँ निमोनियाका सङ्केत हुन्। फ्लूमा त्यतिको धेरै ज्वरो आउँदैन, खकार पनि त्यतिको धेरै हुँदैन, सास फेर्न पनि त्यति गाह्रो हुँदैन खासमा। यसरी चाहिँ फ्लू र निमोनियालाई छुट्याउन सकिन्छ। र तपाईँहरू सोध्नुहुन्छ भने चाहिँ यसबाट हामी कसरी बच्न सक्छौँ भने चाहिँ अहिले हामी कहाँ नेपालमा पनि भ्याक्सिनेसनहरू सजिलो हुन्छ र त्यस्तै न्युमोकक्कल भ्याक्सिन हुन्छ, जुन चाहिँ एकचोटि लगाएपछि चाहिँ 5 वर्षसम्म लाउनु नपर्ने हुन्छ। त्यसले पनि तपाईँको रोकथाम गर्छ। त्यस्तै अरू उपचार भनेको चाहिँ फ्रिक्वेन्ट ह्यान्ड वासिङ हो। जस्तै हामीले कोभिडमा गर्थ्यौँ, हात धुनु, फ्रिक्वेन्टली हात धुनु, त्यस्तै बिरामी मान्छेहरूलाई नभेट्नु। अब फेरि हामी के हुन्छ भने जाडो महिनामा एउटा हिटर बाल्छौँ अनि 4-5 जना चाहिँ हामी वरिपरि बसेर ताप्ने गर्छौँ कि त्यसले गर्दाखेरि एकजना मान्छेलाई चाहिँ अब रुगा खोकी लागेको छ भने अर्को मान्छेमा सर्ने चान्स एकदमै बढी हुन्छ। र हाम्रो जाडोमा चाहिँ हामीले धेरै जसो झ्यालहरू लगाउने भएको भएर भेन्टिलेसन पनि त्यति राम्रो हुँदैन, त्यसले गर्दाखेरि पनि अलिकति बढी हुन्छ यो सर्ने चान्स। त्यस्तै गरेर अहिले जाडोमा चाहिँ पोल्युसन पनि कम हुन्छ र इन्डोर पोल्युसन पनि कम हुने भएको भएर चाहिँ यो चाहिँ निमोनिया चाहिँ जाडो समयमा बढी